हिमालले अँगालेको, हरियालीले सिँगारिएको एउटा सानो देश, जहाँ शान्ति थियो, समृद्धि थियो र जनता खुसी थिए। तर छिमेकी राज्यको एक निर्दयी शासकको नजर सधैँ यसै देशमाथि थियो। उसको मनमा मित्रता होइन, कब्जाको लालसा थियो। उसले बारम्बार आक्रमण गर्यो, तर प्रत्येक पटक यो सानो देशको साहस र एकताले उसलाई पराजित गर्यो। हारले थाकेको शासकले अन्ततः बल होइन, छलको बाटो रोज्यो र पठायो मित्रताको सन्देश। केही दिनपछि दरबार अगाडि आइपुग्यो एउटा विशाल सुनौलो घोडा, सद्भावको उपहार भन्दै। दूतले आग्रह गर्यो, राजा स्वयं अगाडि आएर उपहार ग्रहण गरून्। राजा मुस्कुराउँदै घोडातर्फ अघि बढे, तर अचानक घोडाको पेट चिरियो र भित्रबाट निस्किए सशस्त्र सैनिकहरू। केही क्षणमै राजा बन्दी र जहाँ बल असफल भयो त्यहाँ छलले विजय पायो। सुनौलो घोडा इतिहासमा विश्वासघातको प्रतीक बन्यो। जहाँ बलले जित्न सक्दैन त्यहाँ छलले जित्न सक्छ। विश्वास गर्नु हुँदैन। साँचो सुरक्षा सतर्कता र विवेकमा निर्भर हुन्छ।